रवि लामिछानेज्यूलाई एउटा अन्याय गर्ने बहानामा फेरि अदालत पठाएर चितवनका जनतालाई रुवाएर नेपाली आमालाई रुवाएर आज काठमाडौँमा सरकार टिकाउने नाममा मजाले हाँसेर बसिरहने ती सरकारहरूलाई म चितवनबाट तपाईहरूलाई भन्न चाहन्छु, उद्घोष गर्न चाहन्छु। अब रवि लामिछानेको आवाज, रवि लामिछाने चाहे तपाईहरूले आजीवन सजाय दिनुहोस्, रवि लामिछानेको मृत्यु होला, तर रवि लामिछानेले अहिलेसम्म सरकारमा बसेर 4 वर्ष र पार्टी सञ्चालनदेखि आजसम्म आएर 2.5 वर्षसम्म उहाँले बोल्नु भएको आवाज यो सरकारलाई फाल्नको लागि मात्रै पनि पर्याप्त छ। बाँकी त हामी गर्नेछौँ। रवि लामिछानेको एउटा जिउँदो शहीद बन्न हामी तयारी छौँ। साथीहरू, चितवन तयार छ। व्यक्तिगत रूपमा म तयार छु। म साथीहरूलाई यहाँबाट तयार रहनको लागि आह्वान गर्छु। अब रवि लामिछानेको आवाज मात्रै काफी छ। पर्यो भने हामीले हातमा के लिएर आउने हो, त्यतिखेर देखाउँला। अब यो सहेर बस्ने समय छैन। चितवनका मात्रै होइन, पार्टीको पनि केन्द्रीय तहका साथीहरू अगाडि हुनुहुन्छ। अब हामी कलम चलाएर, अब हामी रामायण पाएर यिनीहरूलाई बुझाएर हामी यहाँबाट निकाल्छौँ भन्ने सोच छ भने हाम्रो पार्टीको दिमागबाट निकाल्नु पहिला जरुरी छ। अब रामायण होइन, अब महाभारत पढ्नु छ। अब रामायणले काम गर्नेवाला छैन। हिजोको रामायणमा भरत वनवास के रामचन्द्र वनवास जाँदाखेरि भरत जम्मा 14 वर्षसम्म खराउ आफ्नो रामको नाममा चाहिँ खराउ सिंहासनमा राखेर शासन गरेका थिए। यिनीहरूले त्यो गर्न दिने छैनन्। यिनीहरू किनकि यिनीहरू राम होइनन्, यिनीहरू राक्षस हुन्। राक्षसलाई एउटै मात्र उपाय हुन्छ लखट्ने, जसको खराउ हामी राख्न पनि सक्दैनौँ कुर्सीमा। यिनीहरूलाई लखट्ने भनेको तपाईँ हामी अब क्रान्तिको लागि तयारी हुने हो। त्यो क्रान्ति साथीहरू, त्यो क्रान्ति अब यहाँबाट हामीले उद्घोष गर्नुपर्छ। त्यो क्रान्ति तपाईँ हामीले नसोचेको क्रान्ति हुन सक्छ। क्रान्ति कहिले पनि रहरले म क्रान्ति गर्छु भनेर हुने होइन। क्रान्ति जहिले पनि आवश्यकता र तपाईलाई बाध्यताको सम्मिश्रण रूप हो। मैले फेरि पनि भन्छु, क्रान्ति आवश्यकता र बाध्यताको एउटा सम्मिश्रित रूप हो। मलाई 1 मिनेटको समय आएको छ। आज म यो 1 मिनेटको समय च्याप्नेवाला छु। 35 वर्षसम्म यिनीहरूले गरेका करतुत मैले 3 मिनेटमा यहाँ भनेर तपाईहरूलाई सकिँदैन। त्यसकारण यो एकचोटि तपाईँले राखिदिनुहोस्। आज म यहाँ सहनेवाला छैन, म पार्टी सभापतिको ठाउँमा छु। साथीहरू, त्यसकारण मैले तपाईँहरूलाई भने कुल माललाई 0 अङ्क दिने, बालेलाई लखट्ने, घरकोलाई रित्तो गाडी पठाउने, गोती अमाललाई तेरो समय आउँदैछ पट भनेर भन्नेहरूले रवि लामिछानेलाई छोड्दैनन्। मैले आज मात्र होइन, यो पहिलो आन्दोलनमा भनेका थिए। यो चिज हाम्रो पार्टी केन्द्रीय कमिटीले मस्तिष्कमा राख्न पर्छ। होइन भने आज पार्टीलाई पनि च्यालेन्ज छ, राष्ट्रका यिनीहरूलाई पनि च्यालेन्ज छ। यसको नेतृत्व कसले गर्ने हो, हामीले यहाँबाट आज उद्घोष गर्न सक्नुपर्छ। अब यसरी हुँदैन, अब रामायण पढेर हुँदैन। मैले तपाईँहरूलाई यहाँबाट भन्दैछु साथीहरू, हेर्नुहोस्, यी गणतन्त्र हामीलाई थाहा छ। यो व्यवस्था मध्येको सबैभन्दा उत्तम व्यवस्था भनेको गणतन्त्र हो। यो हामीलाई केपी ओलीले, शेरबहादुर देवालले, हामीलाई प्रचण्डले हामीलाई पढाउनु पर्दैन। तपाईहरूलाई लाग्ला राजनीति भर्खर जानेका हुन्। आउनुहोस्, तपाईँले भारतमा बसेर गरेका कुख्यात व्यक्तिहरूसँग बसेर अनि नेपालीहरूलाई चाहिँ पटक तपाईँले इन्डियामा बोलाएर माओवादी आन्दोलन सफल गरेका पुस्तकहरू कति पाना पढेर अगाडि बसेर व्याख्या गर्ने। त्यसको लागि व्यक्तिगत रूपमा म तयार छु। त्यसको लागि अब चितवन तयार छ, देश तयार छ। अब तपाईँहरूले हामीलाई ढाँटेर हामी ढाँटिँदैनौँ। त्यसकारण छोडिदिनुहोस्। तपाईँहरू विदेशीसँग यस्ता कुराहरू माग्नको लागि मैले तपाईँहरूलाई भन्दैछु। अब साथीहरू, यो 35 वर्षको म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। एउटा अनुमानको कुरा हो, अर्को अनुभवको कुरा हो। हामीले अनुमान लगाएर 46 सालमा प्रजातन्त्र ल्याएर राजालाई बाहिर राख्यौं। यिनीहरूले ल्याएको प्रजातन्त्र होइन, शहीद भएका छन् भने हाम्रा परिवार भएका छन् प्रजातन्त्र ल्याउने बेलामा। राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै भर्खर खुलेको हो, तर प्रजातन्त्रको लागि लडाईँ लड्ने यही अहिले खोज्यो भने शहीदका परिवार यही भेटिन्छ। तपाईहरूले खबरदार
प्रजातन्त्र तपाईँको थिएन 46 सालमा। त्यसको लागि यो हाम्रो रगत बगाउने काम हाम्रो पनि थियो। त्यसकारण तपाईँहरूलाई यहीँबाट खबरदार अबदेखि छोडिदिनुहोस्। प्रजातन्त्र हामीले ल्याएको भन्नलाई तपाईँहरू प्रजातन्त्र लिएर आउने अनि त्यही पछाडि गणतन्त्र भन्ने, कहिले लोकतन्त्र भन्ने, अनि लोकतन्त्र र गणतन्त्रमा तपाईँहरूले जनतालाई दिनुपर्ने चिजहरू नदिएर अहिले राजा आउँछ कि क्या हो भनेर लुरु खुट्टा कमाएर डराएर बस्ने यस्ता तपाईँहरूलाई छुट छैन। अब हामी यो गणतन्त्रको नाममा यो गणतन्त्र हाम्रो हो भनेर तपाईँ भन्न सक्नुहुन्छ। राजाले जति काम गर्न नसकेको श्री 5 महेन्द्रले 2000 गति 11 सालमा लिनुभयो, 2017 सालपछि 27 सालसम्म गर्न नसकेका काम त्यति जतिको पनि गर्न नसकेका यिनीहरूले 35 वर्षसम्म गर्न नसकेर अहिले खुट्टा कमाउँदैछन्। त्यसकारण गणतन्त्रका यी नेताहरू भन्दा मैले गणतन्त्र भन्दा भनेको छैन, नकाट्नु होला साथीहरू। यसलाई हाम्रा साथीहरूले पनि सुरक्षित राख्नु होला, फेरि कहीँ कतै मिडियाले काट्ने छ। मैले व्यवस्था गणतन्त्र राम्रो भनेको छु। यो गणतन्त्र तपाईँहरूलाई राजा महेन्द्रले 17 सालदेखि 27 सालसम्म मात्रै 40 वटा यो देशका सबैभन्दा ठुला उद्योग धन्दाहरू स्थापना गरेर अनि 27 म तपाईँहरूलाई भन्छु 2027 साल 28 साल माघ 10 गते यही चितवनको दियालो बंगालमा महेन्द्र राजाले सम्पूर्ण पञ्चायतका सदस्यहरूलाई बोलाउनु भएको थियो। किन? अब मैले 10 वर्ष यति स्थिति बसाले, म प्रजातन्त्र विरोधी थिइन। अब म तपाईहरूलाई फेरि पुनः प्रजातन्त्र फर्काउन चाहन्छु। त्यसकारण बैठक बस्नुभन्दा 10 गते राखेको घोषणामा त्यही भित्र भारत परस्त भनिने केही नेताहरूले भारतमा कुरा लगाएर त्यो बैठक त्यही रद्द गराएर माघ 17लाई फेरि राजा महेन्द्रले बोलाउनु पर्यो, जसले यहीबाट फेरि प्रजातन्त्र दिन चाहेका थिए। तर काम के हो भन्दाखेरि 2007 सालदेखि 2017 सालसम्म पटक 10औं प्रधानमन्त्री, 5औं हो कि 4औं हो मैले अहिले भुल्ने, 10औं भनेर नराख्नु होला, 4 जना हो कि 5 जना प्रधानमन्त्री परिवर्तन हुँदा पनि यो देश परिवर्तन नभएपछि उनले सुरु गरेका थिए। तर अनि फेरि उनले 17 सालमा यो उसको चाहिँ प्रजातन्त्रको हत्या गरेर बिपीलाई हटाएर आफ्ना सबैभन्दा बेस्ट पार्टनर साथी बाल्यकाल देखेको साथी बिपीलाई हटाएर उनले यो देश फेरि 10 वर्ष सक्रिय शासन चलाएर प्रजातन्त्र बुझाउन खोजेका थिए। त्यति पनि नजानेका यी केपी, त्यति पनि नजानेका शेरबहादुर, त्यति पनि नजान्ने प्रचण्डलाई हामीलाई थाहा छ गणतन्त्र कसरी चलाउनु पर्ने छ। ल्याउन परे पनि राजतन्त्र त्यतिखेर ल्याउला, पहिला राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेर्नुहोस्, अनि हामी सोचौला राजा ल्याउने कि रविलाई राजा बनाउने, त्यतिखेर सोचौला। राजा रवि पनि हुन सक्छन्। राजाको बहस गर्ने हो भने साथीहरू तपाईँ हामीले थाहा छ कपाल मुडुल्लो पारेर लाजिम पाकमा हिँडेको त्यो दिन म पनि साक्षी छु। के श्री 5 वीरेन्द्रकी नातिनी गिरबाणी र सुरङ्गना जिउँदै छिन्। किन ज्ञानेन्द्रलाई श्रुतिको छोरी गिरबाणी र सुरङ्गनाको बस किन चल्दैन यो देशमा? आफू मात्रै खानलाई फेरि आसे पासेहरू भएर खानको लागि बस चलाएर हुन्छ? राजाकै कुरा गर्ने एकचोटि टेबलमा बसेर कुरा गरौँ। गिरबाणी छिन्, पीडित गिरबाणी छिन्, पीडित सुरङ्गना छिन्, तर एकतिर छोड्ने अनि आफै खाने भोलि यो कदैले पनि छैन। त्यसकारण व्यवस्थाको कुपात्रलाई हटाउन खोजेका हो हामीले व्यवस्था पल्टाउन खोजेका होइनौँ। व्यवस्थाको कुपात्र अब हामीलाई चाहिँदैन। साथीहरू सबैभन्दा पहिला तपाईँ हामी सबैजना मिलेर नचाहिने चिज हटाउँ अनि चाहिने चिज खोजौँला। त्यो नचाहिने चिज भनेको केपी ओली हो, त्यो नचाहिने चिज भनेको प्रचण्ड हो, त्यो नचाहिने चिज भनेको तपाईँलाई शेरबहादुर हो। यिनीहरूलाई थाहा पाऊँ अनि के चाहिन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी चाहिन्छ कि अनि राजा चाहिन्छ कि अनि बहस गरौँला। त्यो चाहिनको लागि हामीलाई कोसँग मिल्नुपर्छ। अब चुप लागेर बस्नेवाला छैन। भलेन बोल्नुहोस्, हर्क साम्बाङ बोल्नुहोस्, गोपी अमाल बोल्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ छ, यसको नेतृत्व गर्ने तयारी छ। हामी सबैजना मिलेर कुलमान 0 अङ्क लिएर फेरि तपाईँ अरूको झन्डा नसमाउनु। देश बनाउने जोसुकै होस्, नीलो झन्डा होस् कि रातो होस् कि कालो कपडा लगाएको होस्, झन्डा ओढेको होस्, यो देश बनाउनेलाई हामी साथ दिन तयार छौँ। तर नचाहिने वस्तुलाई हामी
किचनमा राखेर चाहिने वस्तुलाई हामी तल राख्न सक्दैनौँ। त्यसकारण मैले तपाईँलाई भन्छु, हिजो म आफै थिएँ साथी हाम्रो पार्टी सभापतिज्यूसँग 1 बजेसम्म म राति त्यहाँ जिल्ला परिषदमा हुँदाखेरि पहिले घरमै सोधियो जेएसबीबाट रवि लामी छानेको अन्तिम इच्छा के, रवि लामी छानेको अन्तिम इच्छा के छ मलाई थाहा छैन। चितवन परिवर्तन गर्ने होला, यो देश परिवर्तन गर्ने होला, तर यो राष्ट्रिय स्वतन्त्र पार्टी र व्यक्तिगत रूपमा मेरो अन्तिम इच्छा तिनीहरूलाई विष्णुमतीको बनाउने खोलामा लगेर गाड्ने हाम्रो अन्तिम इच्छा हो। त्यहाँ लगेर गाड्ने हाम्रो अन्तिम इच्छा हो। तिमीहरूलाई जबसम्म त्यहाँ लगेर गाड्न सक्दैनौ तबसम्म हाम्रो अन्तिम इच्छा पूरा हुने छैन। हाम्रो यही हो। अनि त्यहाँ शासनमा व्यवस्थामा कसलाई चढाउनु पर्छ छानेर राम्रो मान्छे, देशले रुचाएको मान्छे अनि राखौँला। हाम्रो इच्छा यही हो। यसको लागि मैले भनेको छु, अब 7 प्रदेशका 7 जना सभापतिहरू पिल्लरको रूपमा छौँ, प्रदेश समिति पिल्लरको रूपमा छ, जिल्ला 77 जिल्ला पिल्लरको रूपमा छ, हामीसँग पालिका पिल्लरको रूपमा आइसकेको छ। हाम्रा केन्द्रीय सदस्यहरू हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धिमा विवेकमा तपाईहरु